गुरुबाकोट नगरपालिका वडा 2 मा रहेको प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा मालारानी खानेपानी स्टिम नम्बर 3 को मुहान सरसफाई थालनी गरिएको छ। यस्तै मालारानी स्वास्थ्य चौकी सिअएब मतिकला शर्माको नेतृत्व र महिला स्वास्थ्य स्वयंसेविका सङ्गीता पराजुलीको आयोजनामा मुहान सरसफाई अभियान थालनी गरिएको हो। नमस्कार सबैजनालाई, म महिला स्वास्थ्य स्वयंसेविका गुरुबाकोट 2 प्रगतिशील स्वास्थ्य आमा समूहले आज हामी खानेपानीको मुहानहरू सफा गरिरहेका छौँ। म स्वास्थ्य मालारानीको सिअएब आमा समूह परिचालन गरेर हाम्रो खानेपानीको मुहान यस्तो फोहोर थियो, झाडा पखाला फैलियो एकदम भनेर पानी पनि बन्द भएको, त्यसै कारणले आमा समूह परिचालन गरेर यहाँ आएका छौँ। सबैजनालाई नमस्कार, म आमा समूहको अध्यक्ष, म पनि अध्यक्ष। आज हामीले पानीको मुहानहरू सफा गर्न आइरहेका छौँ। पानी धेरै फोहोर भएर सबैलाई झाडा पखाला लागेको हुँदा आज सफा गर्न आएका छौँ सबैजना मिलेर। सबै सदस्यहरू हामी भन्नु सदस्य सदस्य भन्नु सबैजनाले सरसफाई गर्न आएको। कति घन्टा हिँडेर आएको हामी यहाँ? हामी 1 घन्टा बाटो सेउला गर्न सफा हुन्छ पानी। यो अलि नजिक भयो नि